आजको भिडियोमा हामी तपाईलाई लिएर जाँदैछौं सिन्धुलीदेखि मकवानपुरको लटारम्बेश्वर महादेवसम्मको 2 दिने यात्रामा। दिउँसो करिब 12 बजे सिन्धुलीको शान्तिनगर चोकमा हाम्रो 5 जनाको टोली भेला भई यात्राको सुरुवात भएको छ। साथीहरूबीच छोटो छलफलपछि हामी मदन भण्डारी राजमार्ग हुँदै हाम्रो यात्रा सुरु भयो। शान्तिनगर चोकबाट अगाडि बढ्दै हामी सिन्धुलीका रमाइला तथा परिचित दुरा बजार मिलनचोक डाँडी हुँदै हाम्रो यात्रा मरिन गाउँपालिकातर्फ अघि बढ्छ। ल अहिले चाहिँ हामी सुजित भाइको घर आइपुगेका छौँ। यो डाँडी भन्ने ठाउँमा उसको घर पर्छ। अनि यहाँ हामी पानी खाएर मामुलाई भेट्बो। अब हामी जाँदैछौँ यहाँ पानी खाएर एकछिन रेस्ट गरेर हामी कहाँ जान्छौँ कुमार सर? मरिनमा पुगेर त्यहाँ बाइकमा मोबिल हाल्छौँ। त्यसपछि हामी बागमती पुलमा गएर रोकिन्छौँ। लामो यात्रा अगाडि बढाउनु अघि मोटरसाइकलको सामान्य अवस्था जाँच गर्नु आवश्यक थियो। त्यसैले यहाँ केही समय रोकेर मोटरसाइकलको सामान्य मर्मत तथा आवश्यक जाँच भयो। मोटरसाइकलको आवश्यक जाँच पूरा गरेपछि हामी फेरि आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौं। मरिन क्षेत्र पार गर्दै अगाडि बढ्दा चारैतिर हरियाली जंगल र वर्षायामले भरिएका खोला तथा खहरेहरू देखिन्छन्। वर्षाको समय भएकाले केही ठाउँमा बाटो सामान्य रूपमा बिग्रिएको पनि देखिन्छ र सडक मर्मतको काम भइरहेको छ। कहिले बिस्तारै बाइक चलाउनु पर्ने, कहिले खहरे पार गर्नुपर्ने र कहिले बाटोको अवस्थालाई हेरेर सावधानीपूर्वक हामीले यात्रालाई निरन्तरता दियौं। लामो यात्रा भएकाले केही समय विश्रामको लागि हामी पुग्छौं मुङ्ग्रेको प्रसिद्ध खाजा पसलमा। वेटर यहाँ वेटर ल्याएको यो लोकल कुखुराको मासु बाबु खाऊ न। यहाँको स्वादिलो र सामान्य खाजाले थप ऊर्जा लिँदै हामी पुनः लटारम्बेश्वर तर्फको यात्रामा अघि बढ्यौं। मरिन गाउँपालिका हरिहरपुर गाउँपालिकाको बाटो हुँदै हामी आइपुग्यौं सिन्धुली र मकवानपुर जिल्लाको सिमाना बागमती पुलमा। यात्राको सम्झनाका लागि फोटो तथा भिडियो मोबाइलमा कैद भयो। बागमती नदी वरिपरिको हरियाली र पुलबाट देखिने प्राकृतिक दृश्यले हाम्रो यात्राको यो क्षणलाई अझ विशेष बनाइदियो। मदन भण्डारी राजमार्गबाट देखिने हरियाली, रमणीय पहाडी भूदृश्य र बाटोभरिका प्राकृतिक दृश्यहरूको स्मरण गर्दै हामी अगाडि बढ्यौं। त्यो झुरझुरे मकवानपुर झुरझुरे आए पछाडि यो बाइकमा चाहिँ हावा गयो कसरी गयो के छिरो भन्ने चाहिँ हामीलाई लागिरहेछ, तर गयो। अहिले चाहिँ हामी मकवानपुरको यो भुवनचुलीमा आइपुगेका छौँ। पानी परेर एकछिन रेस्ट गऱ्यौँ। हजुर कुमार देखेपछि त बाटो देखियो। मैले नि सबैजना देखियो। ल जाउँ। अब हाम्रो यात्रा मकवानपुरको प्रमुख शहर हेटौडा क्षेत्र पार गरेपछि हाम्रो गन्तव्यतर्फको अर्को महत्वपूर्ण मार्ग सुरु हुन्छ, कान्तिलोक पथ। कान्तिलोक पथको घुमाउरो पहाडी सडकमा मोटरसाइकल यात्रा गर्दा यात्राको रोमाञ्च झन बढ्दै गयो। पहाडको घुम्ती, हरियाली वन, चिसो हावा र बदलिदो मौसमले यात्रालाई निकै आकर्षक बनाइरहेको हुँदै गयो। यहाँ पानी परेर हामी बाटामा बसेका छौँ। पानी पर्यो 10 मिनट जति वेट गरेपछि यहाँबाट हिँड्यौँ हामी। आज हामी कहाँ बस्ने रे? ठिङ्गन कसको होटल रे? ल ठिङ्गल होटलमा ठाउँ ठिङ्गन भन्ने ठाउँमा सञ्जय दाईको होटलमा बस्ने हामी। कान्तिलोक पथ हुँदै अगाडि बढ्दै हामी पहिलो दिनको यात्रा ठिङ्गन बजारमा पुगेर समापन भयो। ल यो ठिङ्गन भन्ने ठाउँमा आइपुगेका छौँ। यो ठिङ्गनबाट देखिने यस्तो रमाइलो सिन हो यो बादल जङ्गल। साँझको समयमा ठिङ्गनबाट उभिएर खिचेको भिडियो सुन्दर देखियो। पानी रोकिएपछि खुलेको आकाश, पहाडमाथिको कुहिरो र चिसो मौसमको आनन्द लिँदै हामी केही समय ठिङ्गन बजार घुम्यौं। यो ठिङ्गन आइपुगेपछि हामी रेस्ट भयौँ। अनि त्यहाँबाट थुक्पा खायौँ हामीले। अनि चुक्पा होइन थुक्पा, अनि चाउमिन, अनि त्यस पछाडि 2 किलो 250 ग्रामको भाले भनेर
हामी पोथी खोज्ने इभिनिङ वाक अरे माछाले 2 किलो 20 ग्रामको भाले अब खान्छ तेरो दाइले बेलुका दाले या 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 कुकुर आइज किराले हो त्यो है दिनभरको थकान मेटाउन आजको विशेष स्वाद थुक्पा र लोकल भालेको परिकारले थकान मेटिएको महसुस गर्यो। साथीहरूसँग खाना खाँदै दिनभरिका यात्राका अनुभवहरू साटासाट गरी बेलुकाको समय रमाइलो कुराकानी र साथीभाइ बीचको आत्मीयतामा बाड्यो। यसरी पहिलो दिनको हाम्रो यात्रा रमाइलो सम्झना सहित सकियो। बिहानको करिब 6 बजेको नै हामी यात्राका लागि तयार भयौं। आवश्यक सामानहरू झोलामा प्याक गरी हामी होटलबाट लतारम्बेश्वर महादेवतर्फ प्रस्थान भयो। ठिङ्गन बजारबाट केही समय मोटरसाइकलमा यात्रा गर्दै हामी खोरबन्ज्याङ हुँदै रातोमाटेतर्फ अगाडि बढ्यौं। र यो चाहिँ हाइवेबाट मन्दिर जाने बाटो प्रवेशद्वार रहेछ। यहाँ चाहिँ बिचमा सेन्टर पोइन्ट यो सेन्टर पोइन्ट यहाँ चाहिँ अब सुरु बाटो ल भगवान यस्तो रहेछ यहाँको बाटो। बर्खामा आउँदा चाहिँ साथीहरू भरिसक्यो स्कुटीमा नआउनु होला। हिजो चाहिँ बेलुकी अलिक पानी परेको थियो धेरै, त्यो भएर यो बाटो अलिक हिलो छ र यो गाडी जान नसकेर यहीँ बसिरहेको रहेछ। त्यसले गर्दाखेरि गाडी ल्याउँदाखेरि पनि 4 व्हिलवाला मात्र गाडी आउँदो रहेछ यहाँ। ल गाडीहरू जाउँ। हाम्रो भाडा ड्राइभर हो लान्छ हुन्छ खलासी नाच्दै दाजु बजाउनु पाइलो दाजुले गाडी सिलखाली नाच्दै जानुपर्छ बजाउनु पाइलो। यसले चाहिँ ड्राइभर पनि लक्षण ल्यायो। हामी छोड्यो नानी छोड्यो ड्राइभर छोड्यो। हामी यो कारगिलबाट गाडी लिएर नेपालको सगरमाथाको फेजबाट आएछु। यस्तो बाटो केही नहुँदै केही हुँदैन हाम्रो थाहा हाम्रो नाक हेर्नुहोस् नाक त्यसै चुच्चो भयो। कहिले उकालो कहिले ओह्रालो हुँदै हामी गाडीबाट अगाडि जान सकिने ठाउँसम्म आइपुग्यौं। र हाइवेबाट करिब 10 देखि 15 मिनट हामी बाइकमा ट्राभल गरे पछाडि यो जगत खाजा घर आइपुग्ने रहेछ। यो बकैया बारा तामाङ टोल भन्ने ठाउँमा आइपुग्ने रहेछ। यहाँबाट चाहिँ बाइक पार्किङ गरेर यो ट्रेकिङ सुरु गर्छ। साथीहरूले बाइक पार्किङ गर्दैछन्। मोटरसाइकल सुरक्षित ठाउँमा राखेर हामी आवश्यक सामान बोकेर पैदल यात्रामाको सुरु भयो। हिँड्ने बेलामा साथीहरू सबैले आफ्नो घरमा श्रीमती हुनेले श्रीमती नहुनेले अर्काको श्रीमतीलाई फोन गरिरहेछन्। कसो श्रीमतीलाई फोन गरिस्? अगाडि छ उकालो बाटो, वरिपरि घना जङ्गल। ल आजको ट्रेकिङको यात्रा यहाँबाट सुरु भएको छ। भक्तजनहरू एकदमै धेरै छन्, लाइनमा हुनुहुन्छ। अब यहाँबाट हामी करिब 2 घन्टाको ट्रेक गरिसके पछाडि चाहिँ हामी लटरम्बेश्वर महादेवमा पुग्नेछौँ। जति उकालो चढ्दै गयो त्यति नै शरीरमा थकान महसुस भए पनि वरिपरिको प्राकृतिक सौन्दर्यले त्यो थकानलाई बिर्साउने रहेछ। साथीहरू बीच रमाइला गफ, कहिले हाँसो कहिले ठट्टा, कहिले फोटो र कहिले भिडियो। यात्रामा यस्ता रमाइला पलहरू यति धेरै हुन्छन् कि कुन डाँडा काटियो कुन उकालो पार गरियो भन्ने पत्तै भएन। र हामी चाहिँ यात्रा क्रममा यहाँ आइपुगेर रेस्ट गरेछौँ। केटाहरू एकदम यहाँ आए पछाडि चिसो हावा पनि आउँदो रहेछ। उयो फ्रेम ट्याकाउने गरी मिलेर फर्किन्छ व्यापारी गोरु व्यापारी। हाम्रो यात्रा सोमबार परेको हुनाले बाटोमा अन्य भक्तजनहरू पनि प्रशस्त भेटिए। कोही दर्शनका लागि जाँदै हुनुहुन्छ, कोही पूजा सामग्री बोकेर हिँडिरहनु भएको। लु यो चाहिँ हाम्रो तेस्रो बिसाउने ठाउँ हो। यहाँ आइसके पछाडि चाहिँ यो छाप्रो छ। छाप्रोमा हामीले रेडबुल खायौँ। यहाँ आइपुग्दा पनि रेडबुल चाहिँ 140 मात्र त खासै महँगो रहेनछ। तलै पाउँछ 120 130 त तलै लिन्छ। उस्तै पऱ्यो भने 140 50 तलै लिन्छ। भनेपछि पैसा त बस्दैन दिदी गागाइ गर्छ। यो हातबाट चाहिँ नि आफूले भाग्य बस्दैन तिमी पखाइ हात पखाइ बोल। हाम्रो हेर्दाखेरि के छ हेर्नु त यस्तो त केही छैन। लाता लिङ्गै छ। होइन केही भाग्य नभए लक्ष्मी छ नि। श्रीमती दुईटा छ नि रङ्गो रहेछ त। कहाँ हुने श्रीमती त्यहाँ हुँदैन उयो हुन्छ। कहाँ खै दिदी? ओहो साटा होइन होइन 1 2 3
जिन्दगी तिम्रो भक्तजनहरूको भिड र धार्मिक वातावरणले यात्रामा अझ छुट्टै ऊर्जा थपेको महसुस भयो। हामी पनि भक्तजनहरूसँग रमाइलो गफ गर्दै एक अर्कालाई हौसला दिँदै डाँडा पार गर्दै अगाडि बढ्यौं। ल आउनु ल के भयो दिदी पुरै थाक्यो त रातभरि हिँडेको हिजो केटी देखेर चाहिँ नाचे यसरी थाहा छैन मुद्दा दुईटा केटी देखेर नाचेको के भइरह खुट्टा हो के गर्छ त खुट्टा कहाँ हाल्यो नि त कसको सिन्धुली र तपाईँहरू कहाँबाट बर्दिमास भन्दा बेटी रोटी के सम्बन्ध है यो ठाउँमा आएर हामीले चिया खायौँ अब अहिलेसम्म एनर्जी भएको मै छु यहाँ मलाई सबै लमुतिर छन् मलाई चिया नखाने भने चिया खानु पर्यो थाकेर मलाई मन्दिर पुग्नु अघि बाटोमा रहेको पसलबाट हामी आवश्यक पूजा सामग्री किन्यौं र महादेवको दर्शनका लागि आवश्यक सामग्री लिएर फेरि हाम्रो पैदल यात्रा अगाडि बढ्यौं। अन्ततः लामो पैदल यात्रापछि हामी हाम्रो यात्राको केन्द्रबिन्दुमा आइपुग्यौं, लटारम्बेश्वर महादेवको पवित्र धार्मिक स्थल। हिन्दू धार्मिक कथा अनुसार सतीदेवीले देहत्याग गरेपछि भगवान शिवले उहाँको मृत शरीर बोकेर विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। त्यस क्रममा सतीदेवीको जटा अर्थात् कपाल पतन भएको स्थान यही क्षेत्र भएको जनश्रुति छ। त्यही धार्मिक विश्वासका कारण यस स्थानलाई लटारम्बेश्वर नामले चिनिएको बताइन्छ। मन्दिर परिसरमा प्रवेश गरेपछि गुफाभित्र रहेको शिव मन्दिर, बाहिर रहेका घण्टीहरू, त्रिशूल र वरिपरिको प्राकृतिक वातावरणले यहाँको धार्मिक माहौललाई अझ विशेष बनाएको रहेछ। हामीले महादेवको दर्शन गर्यौं, पूजा गर्यौं र आशीर्वाद लियौं। अझ विशेष कुरा त के भयो भने भदौ 1 गतेको बिहान लटारम्बेश्वरमा पुग्ने पहिलो भक्तजन बन्ने अवसर हामीलाई मिल्यो। यो हाम्रो टोलीका लागि साँच्चीकै भाग्य र सौभाग्यको क्षण थियो। पहिलो भक्तजनको रूपमा हामीले माताबाट आशीर्वाद लिने अवसर पायौं। पूजा तथा दर्शनपछि हामी त्रिशूल डाँडातर्फ लाग्यौं। उसको लेभल राखेर है त्यो के अरे फुलचौकीको लेभल है मन्दिर परिसरमा पुगेपछि हाम्रो टोलीको ध्यान एउटा कुरामा भयो। मन्दिरको प्रवेशद्वारमा राखिएको नेपालको राष्ट्रिय झण्डा पुरानो भएर च्यातिएको अवस्थामा थियो। त्यसपछि हाम्रो टोलीको नेतृत्वमा र त्यहाँ उपस्थित अन्य भक्तजनहरूको सहयोगमा पुरानो झण्डा हटाएर नयाँ नेपालको राष्ट्रिय झण्डा राख्ने कार्य सुरु गर्यौं। हाम्रो यो सानो प्रयासले त्यहाँ उपस्थित भक्तजनहरूको ध्यान पनि आकर्षित गर्यो। धेरै भक्तजनहरू खुसी हुँदै हामीलाई धन्यवाद दिनुभयो र सँगै फोटोहरू पनि खिच्नुभयो। त्यो क्षण हाम्रो यात्राको सबैभन्दा गौरवपूर्ण क्षणमध्ये एक बन्यो। माताले आफ्नो तर्फबाट भक्तजनहरूको मनोकामना पूरा होस् भन्ने कामना सहित हरेक महिना लाख बत्ती बाल्ने धार्मिक कार्य गर्दै आउनु भएको रहेछ। हामीले आफूलाई साँच्चीकै भाग्यमानी ठान्यौं। बत्तीका सामग्री जुटाउनेदेखि लिएर बत्ती तयार गर्ने, बिजाउने तथा आवश्यक व्यवस्थापन गर्ने काम गर्यौं। गुरुले धार्मिक विधि अनुसार रुद्री, वेद तथा विभिन्न मन्त्रहरूको पाठ गर्न थाल्नुभयो। अन्ततः हाम्रो सक्रियता, माताको मार्गदर्शन, पण्डित गुरुको धार्मिक विधि र उपस्थित भक्तजनहरूको सहयोगमा लाख बत्ती बाल्ने पुण्य कार्य सम्पन्न भयो। लाख बत्ती बाल्ने त्यो पुण्य अवसरमा सहभागी हुन पाउनु हाम्रो यात्राको सबैभन्दा ठूलो सौभाग्य बन्यो। टाढा टाढाबाट भक्तजन तथा पर्यटकहरू यहाँ महादेवको दर्शन, पूजा तथा प्रकृतिको आनन्द लिन आउने गर्छन्। हाम्रो लागि भने भदौ 1 गतेको यो यात्रा अझ विशेष बन्यो, किनकि हामीले महादेवको दर्शन मात्र गरेनौं, पहिलो भक्तजनको रूपमा आशीर्वाद पायौं, नेपालको राष्ट्रिय झण्डा फेर्ने अवसर पायौं।
र माताको अनुरोधमा लाख बत्ती बाल्ने महापुण्य कार्यमा सहभागी हुने सौभाग्य समेत प्राप्त गर्यौं। यदि तपाईलाई धार्मिक स्थलसँगै प्रकृति, मोटरसाइकल यात्रा, पदयात्रा र नयाँ ठाउँको अनुभव गर्न मन पर्छ भने लटारम्बेश्वर महादेव एकपटक अवश्य पुग्नुपर्ने गन्तव्य रहेछ। साथीहरूबीच यात्राका रमाइला कुरा गर्दै फोटो तथा भिडियो खिच्दै हामी बिस्तारै फर्किने तयारी गर्यौं। जंगलको बाटो हुँदै ओह्रालो लाग्यो। हिँडाइको थकान भए पनि साथीहरूसँगको रमाइलो कुराकानीले त्यो थकान कम महसुस हुने रहेछ। बाटोमा आवश्यक ठाउँमा रोकिँदै खाजा खाँदै र प्राकृतिक दृश्यहरूको आनन्द लिँदै हामी ओह्रालो लाग्यौं। मेरो नाम ल गाइज, अब हामी चाहिँ लटरम्बेश्वर मन्दिर दर्शन गरेर फर्केर आधी बाटो आइपुगेका छौँ। यति बेलाको मौसम चाहिँ चिसो छ, वरिपरि कुहिरो छ, घाम लाग्न पाएको छैन। घाम लागे भए चाहिँ बबाल सिनहरू आउँथ्यो, तर पनि हामी एकदम इन्जोय गरेर फर्किरहेको छौँ। बबाल छ नि मौसम त। अगाडि दिदी बहिनीहरू पनि छन्, भाइहरू पनि छन्। बाटोमा आउँदा आउँदा केटो घाइते भयो। ल हाम्रो चाहिँ यो धामी बाजे हो। ओए त्यो ऊ छोएर मन्त्र, त्यो ऊ जडीबुटी छोएर मन्त्र लाउ न। जस्तो बनाउँछ जुका लगाइदिनु अलि पछाडि बस्नु न। त्यो फेक्नु त्यसलाई। यो फुटो, यसको फुटो। लामो पैदल यात्रा र फर्किने मोटरसाइकल यात्रापछि हामी करिब दिउँसो 3 बजे पुनः खिन्डनस्थित होटलमा आइपुग्यौं। होटलमा पुगेर खाना खायौं र केही समय आरामपछि कान्तिलोक पथ हुँदै हामी पुनः आफ्नो परिचित बाटोतर्फ अघि बढ्यौं। दिनभरिका दृश्यहरू सम्झिँदै, साथीहरूसँग यात्राका अनुभवहरू साट्दै, कहिले फोटो खिच्दै, कहिले बाटोमा रोकिँदै हामी सिन्धुलीतर्फ निरन्तर अगाडि बढिरह्यौं। अन्ततः करिब बेलुका 8 बजे हामी सिन्धुली आइपुग्छौं। सिन्धुली आइपुग्दा शरीर थाकेको थियो, तर मन भने अत्यन्तै खुसी थियो, किनकि 2 दिन अघि हामी एउटा सामान्य यात्राको उद्देश्य लिएर निस्किएका थियौं। तर फर्किँदा हामीसँग महादेवको दर्शन, माताको आशीर्वाद, नेपालको झण्डा फेरेको गौरव, लाख बत्ती बाल्ने पुण्य अवसर, साथीहरूसँग बिताएका रमाइला क्षण र जीवनभर सम्झन सकिने एउटा अविस्मरणीय यात्रा, यी सबै सम्झनाहरू साथमा छन्। हामीले सोच्दै नसोचेको पुण्य अवसरसँगको भेट पनि हो। सिन्धुलीदेखि लटारम्बेश्वरसम्मको हाम्रो 2 दिने मोटरसाइकल यात्राको सुरुवातमा हामी 5 जना सहयात्री थियौं, तर यात्राले हामीलाई सयौं सम्झना दियो। यी सबै हाम्रो मनमा सधैँ उज्यालो सम्झना बनेर रहनेछन्। फेरि अर्को नयाँ यात्रा र नयाँ गन्तव्यमा भेटौँला। हर हर महादेव, जय लटारम्बेश्वर महादेव, नमः शिवाय, धन्यवाद। गाउँदै गाउँदै बैकुण्ठमा